सम्पूर्णलाई धेरै धेरै स्वागत तथा लासो टसिदिली नमस्कार। यदि तपाईँ हाम्रो यस च्यानलमा नयाँ आउनु भएको छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। त्यसरी नै लाइक शेयर कमेन्ट गर्न पनि नभुल्नुहोला ताकि हामीले अपलोड गर्ने हरेक भिडियो सबभन्दा पहिला हजुरसम्म पुग्न सकोस्। त्यसरी नै जनजागरण अभियान नेपाल नामक फेसबुक पेजमा पनि फलो गर्न नभुल्नुहोला। नयाँ नयाँ भिडियोहरू आउनेछ र अर्को लामा पेमा ग्याछो नामक टिकटकमा पनि सर्च गरेर नयाँ नयाँ भिडियो हेर्न सक्नुहुनेछ। दर्शक महानुभावहरू, आज मैले महत्त्वपूर्ण एउटा भिडियो प्रस्तुत गर्न जाँदैछु। हामी अहिले शान्तिभूमि भगवान बुद्धको घर पनि भनिन्छ पुण्यभूमि नेपालमा छौँ। धेरै नै भाग्यमानी भएका छौँ। तथापि हाम्रो राज्यको तहबाट उहाँले सम्मानजनक स्थान नपाउनु त्यो फेरि अर्को दुःखदायक कुरा हो, दुर्भाग्यतापूर्ण कुरा हो। 2500 वर्ष भइसक्यो। बुद्ध भनिएको वास्तवमा भन्ने हो भने सनातन नै हो, कन्टिन्यू या निरन्तरता। भगवान गौतम बुद्ध भन्दा अगाडि पनि धेरै धेरै बुद्धहरू आइसक्नु भएको छ। तपाईले ऐतिहासिक रूपमा हेर्ने हो भने यो भगवान बुद्ध चौथौं पटकको बुद्धको रूपमा लिइन्छ। तथापि मसिनो मसिनो हिसाबले तपाईले हेर्नु भने 28 वटा बुद्धहरू यो संसारमा चाहिँ नि आइसक्नु भएको कुराहरू छ। यी सबै जसो बुद्ध तपाईँ ककुरछन्द बुद्ध, कनकमुनि बुद्ध, काश्यप बुद्ध पनि हाम्रो यो नेपाल भूमिमै जन्मिनु भएको कुरा हामीले इतिहासमा पाइन्छ। र यस्तो बुद्ध भूमि जसलाई विश्वले पनि नजरअन्दाज गर्दछ र उनीहरू नेपालमा भ्रमणमा आयो भने सबभन्दा पहिला भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो टेक्ने गर्दछ र बुद्धको पूजा गरेर मात्रै अरू राजनीतिक भेटवार्ता गर्ने गर्दछ। त्यो तपाईँ हामी सबैलाई थाहा नै छ। यस्तो देशमा यो लोप हुनु वास्तवमा कसको कारणले भयो, किन भयो, त्यो इतिहासहरू जीवितै छ, साक्षी नै छ। कुनै समयमा यहाँबाट भिक्षुहरूले देश पनि छाड्नु पर्यो, देश निकाला पनि गरे, सम्म गरेर त्रिपिटकहरू जलाउने सम्म गरेर तहस नहस बनाएर बुद्ध धर्मको र भगवान बुद्धको शिक्षालाई निकै तपाईको नाश गरेका थिए। ठाउँ ठाउँमा यसो गर्दै गएर भनौँ चारैतिरबाट अहिलेदेखि मात्रै नभएर बुद्धकालीन अवस्थादेखि पनि यो उहाँको शिक्षा पद्धतिलाई आक्रमण गर्दै गर्दै आएको छ। जति आक्रमण गरे पनि, जति रोक्न खोजे पनि अहिले आएर सबैको मनमा बुद्ध बुद्ध भन्ने नाम बास भइसकेको छ। जति उहाँलाई डोमिनेट गरे नि, जति अपमान गर्दै निन्दा गर्दै गयो नि यो संसारमा दुनियाँमा, त्यति नै उहाँको क्रेज बढ्दै जान्छ। त्यो रोकेर रोक्न सक्दैन। जस्तो सूर्यलाई जति सुकै बादल आएर तपाईको छेके पनि ढाके पनि त्यसलाई चिरा फारा गरेर संसारमा प्रकाश उदाएकै हुन्छ भने जस्तै उहाँलाई जति रोके पनि किन भन्दाखेरि सत्यता, निष्कलङ्क, निष्पाप, वास्तविकता, यथार्थता, रियालिटी उहाँले दर्शाउनु भयो, जसलाई दाम्पेछ्वे भनिन्छ नि। दाम्पेछ्वे भनेको सद्धर्म, कतै पनि झुटो छैन। लोभ लालच रहित, स्वार्थ रहित मात्रै प्राणी कल्याणको निम्ति, शान्तिको निम्ति, प्रगति उन्नतिको निम्ति, समानताको निम्ति उहाँले जुन आज्ञा गर्नुभयो, दया माया करुणाको वशिता भएर
उहाँले उद्धार र मोक्षको नगरमा तान्नको निम्ति तपाईँ हामीलाई यस प्रकारको ज्ञान दर्शाउनु भयो। इन्लाइटिनमेन्टसम्म उहाँले हामीलाई तान्नुभयो। उहाँको यस्तो मध्यम मार्ग, आर्य अष्टाङ्गिक मार्ग, 4 आर्य सत्य जस्तो जो चिज अहिले 21औं शताब्दीमा अति नै खड्किसकेको अवस्था छ। किनकि जति जति हत्या हिंसा बढ्दै गयो नि त्यति नै उहाँको यो शिक्षाको आवश्यक पर्दछ। बुद्ध बेगर र उहाँको शिक्षा बेगर अब शान्ति हुने सम्भव छैन। अब अर्को विकल्पै छैन। सद्भाव कायम हुने सम्भावना पनि छैन। अरू शिक्षा पद्धति कुनै पनि मार्गबाट अब यो परम शान्त हुने सम्भव छैन। स्रोत साधन प्राचुर मात्र भएर देश बन्ने, विकास हुने, परिवर्तन हुने भन्ने होइन रहेछ मित्रहरू। स्रोत साधनको कुरा गर्ने हो भने विश्वमा सबभन्दा बढ्ता स्रोत साधन त हाम्रो नेपालमा छ। जल स्रोत हेर्नुहोस्, विभिन्न जडीबुडी, जङ्गल, पहाड, हरेक हिसाबले स्रोत साधनमा प्राचुर मात्रामा हामी सबभन्दा धनी भए तापनि आजको दिनमा सबभन्दा गरिब भएर बाँच्नु परेको बडो दुर्भाग्यपूर्ण छ नि त। किन त्यसो भयो भन्दा के ताकत पुगेन त? ती स्रोत साधनको उपयोग हुनको निम्ति कसले रोक्यो त भन्दा अशान्तिले रोक्यो। बुझ्नुभयो नि? के अशान्ति र भेदभाव, झगडा, द्वन्द, लडाईँ सङ्घर्ष, युद्ध, भ्रष्टाचार, मन परितन्त्र, एकाधिकारवादी, जातीय भेदभाव, कैयन कति हो अब मन परितन्त्र भनेपछि बुझ्नुहोस् न। हो त्यस प्रकारको व्यवस्थाको कारणले जति सुकै परिवर्तन भयो नि तपाईको, ठुल्ठुला आन्दोलन पनि हुन्छ, परिवर्तन पनि भयो, तर उही अनुहार, उही मान्छे, उही सिद्धान्त मात्र आयो। केही भएको छ अहिले? महँगी घटेको छ कमसे कम। पहिलो राहत तेल झन बढ्यो, पेट्रोल तेल बढेपछि सबै सामान बढ्यो, ढाड सेकेको छ, महँगो चुलिएको छ, अशान्ति भएका छन्, घरबार विहीन भएका छन्, तहस नहस भएका छन्। एक पछि अर्को हुँदै यस प्रकारको आक्रमण हुँदै हुँदै आएर अझ भगवान बुद्धको सिद्धान्त, उहाँको प्रतिमा उहाँप्रति नै केन्द्रित रूपले प्रहार हुँदैछ भन्ने तपाईँ हामीले प्रष्ट रूपमा देखिरहेको अवस्थाले गर्दा हाम्रो देशमा शान्ति भएन। शान्ति नै सबभन्दा ठुलो ताकत हो विकासको लागि, परिवर्तनको लागि, तर शान्ति हुन दिएन, भएन। त्यसैले हाम्रो अन्तिम विकल्प भनेको शान्ति स्थापना गर्नु नै हो। शान्ति स्थापना गरेपछि मात्रै तपाईको सद्भाव र विकास रातारात हुनेवाला छ। त्यसैले हामीले त भनेका छौँ धर्मनिरपेक्ष सहितको सनातन बौद्ध राष्ट्र नै घोषणा गरौँ। कतिपयले यो राजनीतिक कुरा किन उठाएको होला मलाई भनेर भन्नु भएको छ। म भन्छु यो राजनीतिक कुरा होइन। एउटा उदाहरण दिन्छु। भैँसीलाई हामीले गोठमा बाँधेर राख्छौँ, हामीले घाँस पानी टाइममा दिएन भने उसले किलो उखेल्छ कि उखेल्दैन? ऊ कराउने कि सुतेर बस्ने? चुपचाप बस्ने, सुतेर बस्ने हो। उसले भोक लागेपछि ऊ कराउँछ, ऊ चिचाउँछ हैन? अब उसले किलो पनि उखेल्ला। त्यो राजनीति हो। त्यसलाई के भन्ने? त्यो भनेको आवश्यकता हो क्या। आवश्यकता भइसकेपछि आवाजहरू उठ्नुपर्छ। आवाजहरू नउठाएर बस्नु भनेको मलाई लाग्छ तपाईँ रातो लाउनुस् नलाउनुस् जस्तो सुकै होस्, यो केही फरक परेन। त्यो जिउँदो मुर्दा जस्तो मात्रै हुनु हो। जिउँदो मुर्दा, बाँचेका छन्, खाएका छन्, सास फेरेका छन्, काम छैन, जिउँदो मुर्दा। अनि भगवान बुद्धको सेवक, उहाँलाई न्याय दिने कुरामा उहाँको बारेमा सोच चिन्तन नराख्ने भएको कारणले त्यस प्रकारको
यो के भन्छ अब मुर्दा विचार धारणा हामीले त्याग्नुपर्छ परिवर्तनको लागि र शान्तिको राष्ट्र ल्याउनको लागि तपाईँ हामी एकजुट हुनुपर्छ। एकजुट हुनुपर्छ। अहिले सामाजिक सञ्जालमा देख्नु भएको छ के भइरहेछ के भनेका छन् कसले बुझ्नुभयो कसरी चाहिँ डोमिनेट गर्न खोजिँदैछ धार्मिक सामाजिक सद्भाव खलबलाउन खोजिँदैछ छ कि छैन त हो यी कुराहरू त तपाईँ हामीले अहिले बुझ्दैछौँ नि त त्यसैले गर्दाखेरि गम्भीर भएर संयमित भएर शान्तिको पक्षमा आवाज बुलन्द गर्नुपर्छ एकजुट हुनुपर्छ। हामी सिङ्गो नेपाली 3 करोड जनता यहाँ एकजना दुईजना त्यो जात उ जात भन्ने हुँदैन। भगवान बुद्धमा कुनै किसिमको जातको कुरा हुँदैन। सबै जात समान सबै समान सबै बराबर हो। यो हिसाबले यो चीज ल्याउनको लागि यो दिन स्थापना गर्नको निम्ति स्वर्ग बनाउनको निम्ति तपाईँ हामी एकजुट भएर धर्मनिरपेक्ष सहितको सनातन बौद्ध राष्ट्र बनाऊ भनेर गोलबन्द भएर अगाडि बढौँ। यो साझा मुद्दा हो साझा सवाल हो भन्ने अनुरोध मैले यिनै भिडियो मार्फतबाट यहाँहरू समक्ष प्रस्तुत गरेँ निवेदन पनि टक्राएँ। अर्को नयाँ विषयलाई लिएर फेरि पनि आउने नै छु। तबसम्म लागि बिदा चाहन्छु। नमस्कार।